ढलौलास मोटर यसलाई स्याहार्दा स्याहार्दा म त आजितै भइसकेँ ल कुन दिन एउटा राम्रै केटीसँग जिम्मा लाउन पाएँ आमा म जस्तो व्यक्तिसँग कसले बिहे गर्छ त अहिलेसम्म कोही त पाएको छैन ल टोक्ला से औँला मेरो यो चण्डल गाईको दुध दुन जस्तै छ यसलाई खुवाउने काम पनि साह्रै गाह्रो छ किन गर्दैन धन सम्पत्ति देखेपछि जो पनि आइहाल्छ नि यहाँ त जात मिल्ने केटी नपाएर पो हैरान भइरहेको छु त म कस्तो अभागी रहेछु है आमा म बरु मर्न पाए नि आनन्द हुन्थ्यो कसैलाई बोझ त हुँदैन थियो होइन के भनेको क्या तैँले त्यस्तो त त मेरो सन्तान पो होस् त आफ्नो सन्तान जे जस्तो भए पनि माया लाग्दैन बच्चाले जस्तो तपाईँहरूलाई जीवनभरि दुःख दिएर कति बाँच्नु न जीवनमा केही गर्न सक्यो यस्तो बोझ जीवन लिएर कति दिन बाँच्नु है आमा म पिर नगर न तँलाई भने जस्तै केटीसँग बिहा गराइदिन्छु अनि हेर्दै जान त्यस पछाडि तेरो जिन्दगी कस्तो हुन्छ भनेर मैले उसँग बिहे गरेपछि मैले उसलाई खुसी दिन सक्छु र उल्टो उसको जीवनमा चाहिँ ग्रहण लाग्छ नि आमा हाम्रो घरको बुहारी जो पाते हुन पाउँछन् कर्ममा लेखेर ल्याउनु पर्छ ल आमा म आफै खान्छु नि ए भगवान पोख्छस् के पोख्छस् एउटा हातले कसरी खान्छस् खा कसरी खाँदो रहेछस् जम्मै हातले खान्छ खसालेर